डिलाइट अफ सेयरिङ टुगेदर अर्थात् सहयोग र साझेदारीको आनन्द। यही भावनालाई मुखरित गर्दै एनआरएनए क्यानाडाले फेब्रुअरी 21 मा क्यानाडाको ब्राम्पटनमा एक कार्यक्रमको आयोजना गर्यो, जसलाई फुड ड्राइभ कार्यक्रमको नाम दिइएको थियो। सो कार्यक्रम मार्फत समस्यामा रहेका व्यक्ति तथा परिवारहरूलाई खाद्य सामग्रीहरू वितरण गरिएको थियो, जुन कार्यक्रममा 60 जना व्यक्तिहरूले सहयोग र मायाको अनुभव गर्न पाए। कार्यक्रममा क्यानाडाकी संघीय सांसद सोनिया सिद्धू र अमनदीप सिद्धू प्रमुख अतिथि थिए भने एभरेस्ट ब्रोकरेजका ब्रोकर अफ रेकर्ड मदन केसी प्रमुख अतिथिका रूपमा कार्यक्रममा उपस्थित थिए। जीटीए भित्रका विभिन्न 28 वटा संघ संस्था र स्थानीय व्यक्तित्वहरूले स्पोन्सर मार्फत कार्यक्रमलाई सहयोग पुर्याएका थिए। गैर आवासीय नेपाली संघ क्यानाडाका उपाध्यक्ष प्रजापति सापकोटा कार्यक्रमबारे प्रकाश पार्दै यसो भन्छ। एनसीसी क्यानाडाका विभिन्न कार्यक्रमहरू मध्ये यो फुड ड्राइभ कार्यक्रम हामीले क्यालगरीबाट सुरु गर्यौं। त्यसपछि हामीले यो प्रोग्राम स्कार्बोरोमा सञ्चालन गर्यौं। स्कार्बोरो पछि हामीले पिल रिजनमा सञ्चालन गर्यौं यो फेब्रुअरी 21 मा। यो कार्यक्रमको उद्देश्य हाम्रो कम्युनिटीमा रहेका स्टुडेन्टहरू, न्यूकमरहरू जो अलिकति आर्थिक रूपमा अझै पनि स्ट्रगल फेजमा हुनुहुन्छ, उहाँहरूलाई सपोर्ट गर्ने उद्देश्यले सुरु गरेका हौं। यो कार्यक्रमलाई सफल पार्नको लागि हामीले पिल रिजनमा भएका अलमोस्ट 28 वटा संस्थाहरू र केही व्यक्तिहरूबाट हामीले आर्थिक सङ्कलन गर्यौं। उहाँहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु। र यो कार्यक्रमले हाम्रो नेपाली कम्युनिटीको एउटा युनिटीलाई पनि प्रतिनिधित्व गरेको छ। र सो कार्यक्रममा हामीले अलमोस्ट 60+ नेपालीज कम्युनिटी र हाम्रो अरू कम्युनिटीका नै केही साथीहरूलाई हामीले फुड उपलब्ध गरायो, अलमोस्ट $80 बराबर। जसले इच्छा व्यक्त गरे, जसले रजिस्टर गरे सबैले पाए। रजिस्टर गरेको सबैले होइन, 32 जनाले गर्नु भएको थियो। त्यसमा 25 जनाले त्यहाँबाट आउनुभयो, त्यो रजिस्टर गरेको मध्येबाट। अब केही साथीहरू आउनु भएन। अब हुन सक्छ उहाँको अब केही व्यवहारिक कुराहरू पनि हुन सक्छ, अथवा समयको अभाव हुन सक्छ त्यसबाट। र हामीले चाहिँ एउटा वाकिङबाट पनि केही मान्छेहरू आउनुभयो, धेरै आउनुभयो साथीहरू। र पछि 35 जना वाकिङमा पनि आउनुभयो। र जसलाई त्यो निड थियो उहाँहरू आउनुभयो। भने अब सेलेक्सनको आधार के बनाइयो त? सेलेक्सनको आधार हाम्रो के थियो भने, यदि तपाईँ स्टुडेन्ट हो, यदि तपाईँ न्यूकमर हो, स्टिल यु आर इन द स्ट्रगल फेज, यु क्यान कम, तपाईँ आउन सक्नुहुन्छ। हाम्रो यो कम्युनिटी हाम्रो कम्युनिटीमा विभिन्न हाम्रो कम्युनिटीका सङ्घ संस्थाहरू मिलेर हामीहरू तपाईहरूलाई सहयोग गर्न चाहन्छौँ भनेर हामीले जुन आह्वान गरेको थियौँ, त्यसलाई हो म चाहिँ अब यदि कम्युनिटीले सपोर्ट गर्छ भने आई क्यान टेक इट भन्ने त्यो फिल्डले आउनुभएको छ। हजुर, नेपाल कनेक्ट, क्यानाडाबाट नेपाल जोड्ने समसामयिक सन्दर्भ। नेपाल कनेक्ट।